Hello everyone, all of you my YT family. Hope you are all doing well in your own life. And tonight I'm going to have Korean food in my dinner and watch my video till the end and hope you are enjoying the watching my video. Thank you. साथीहरु स्वागत छ तपाईहरुलाई मेरो पवित्र ब्लग युट्युब च्यानलमा म कन्टेन्टको व्यवस्थाको साथै डिनरको टाइम पनि भएको छ। आज पनि म यो कोरियन फुड खाँदै छु। सबै फ्यामिलीहरुले खाइसक्यो। म चाहिँ यो भिडियो बनाउँछु भनेर पछि खाएको। अनि त्यसपछि यहाँनिर चाहिँ प्राउन्स छ, टोफु छ अनि सुपमा चाहिँ यो मसरुम अनि यस्तै यो पर्कको के बोन्सहरु हालेर अनि यो के भन्छ यसलाई किम्चीको झोल बनाउँछ मेरो छोरीले अनि एकदमै डिलिसियस छ। अनि यो चाहिँ सलाद खायो सबैले। मेरो भाग चाहिँ यहाँ राखिदिएको हो। चेरी हालेछ, सबै कुरा हालेछ। सलाद चाहिँ अलि पुरानो भयो, अघि म ढिलो गरेँ नि त। सबैभन्दा पछि खाएपछि त्यो नुनले गर्दा त्यस्तो भइरहेको छ। ल त साथीहरु, अनि ढिलो नगरिकन खान्छु। अनि मेरो अब कन्टेन्टकै उमा भए पनि मैले चाहिँ यस्तो भिडियो बनाउँछु हैन खाना खाँदाखेरि। अनि तपाईहरु केही पनि नमान्नु होला अनि लास्टसम्म हेरेर सपोर्ट गर्नु होला। अब उपाय नभएपछि यसो युट्युबमा झुन्डिरहने कार्य चाहिँ गरौँ भनेर गर्दैछु है साथीहरु। अनि यहाँनिर मेरो कोकोनट वाटर छ साथीहरु। अनि यो प्राउन्सबाट नै सुरुवात गरौँ। कस्तो मिठो। मेरो ज्वाइँ फुटबल हेर्दै हुनुहुन्छ वर्ल्ड कप, त्यही भएर अलि हल्ला छ। यस्तो चाहिँ जसरी पनि यस्तै चबिस्टिकले खाएकै मिठो हुन्छ। मिठो। यो पनि छ। सबै कुरा यहाँ बनाएर यसरी खाँदा कस्तो मिठो। साह्रै मिठो बनाएको छ छोरीले। प्राउन्स कति मिठो क्या। एकदम मिठो भएको छ। वर्ल्ड कप हेर्नेहरूले हल्ला हुँदैछ साथीहरु। चेरी यस्तो हातले मुछेर खाँदा मिठो नभएको जस्तो हुन्छ। स्टिकले नै खानुपर्छ। नेपाली दाल भात खाँदा चाहिँ हातले खाँदा मिठो हुन्छ। प्राउन्स कति मिठो। मेरो पवित्र ब्लगमा त यसरी गरेर पनि अलिअलि हामी भाइरल भए पो अरूले नि हेरिदिन्छ भन्नु। अब हामी साथीहरू त 2-4 जना अनि साथीहरूले हामी हेर्नु जानेकोले त हेर्ने हो। त्यही भएर अब जस्तो भए पनि यसो हालिदिने, च्यानल एक्टिभ राखौँ। कस्तो दुःख गरेर मोनेटाइज गरियो नि त साथीहरू। त्यही भएर पनि बनाइरहेको च्यानललाई किन बिग्रिदिनु भनेर यस्तो यस्तो भिडियोहरू हाल्छु। माइन्ड नगरिकन हेरिदिनु होला। हामी नचलेको युट्युबरहरूको कामै यस्तो हो। अलिअलि उता सुनिरहेछ के भन्नु, बल्ल बल्ल भात खाने बेलामा ज्वाइँले उयो हेर्नुहुन्छ क्या, त्यो कमेडी हेर्छ ज्वाइँले। अनि त्यही भएर केही डिस्टर्ब गर्नु भनेर सँगै नखाएको क्या। साह्रै मिठो।
कस्तो मिठो बनाएको मेरो नातिनी कराएको सुन्नु मैले भिडियो गरेको थाहा पाएको भए त आउँथ्यो उसको ड्याडी छ नि त भिडियो बनाएको होइन होला भनेर बसिरहेको छ त्यहाँ मेरो छोरीले खाना बनाउनु चाहिँ खालि कोरियन फुड बनाउँछ प्रायः जस्तो अनि अझै छोरीले चाहिँ महिनामा एकचोटि जस्तो बनाउँछ म चाहिँ 4-5 चोटि बनाउँछु म चाहिँ थुक्पा बनाउँछु प्योर नेपाली खाना बनाउँछु अस्तिको दिन सुरु गरेको एउटा बोतल सिद्धि फेरि आज दिउँसो एउटा सुरु गरेँ पानी खानु सक्दैन लिक्विड चाहिन्छ भनेर छोरीले यस्तो लिएर राखिदिन्छ राम्रो होइन पानी बेगर भन्छ प्राउन्स किम्ची चाहिँ छोड्छु खाँदिनँ अमिलो नमिलो वाउ खानु पर्छ साथीहरू एकदम खुट्टा दुखेर हो आइहाल्यो मेरो नातिले के गर्ने हो र आयो लास्ट मेरो नातिले हेलो गाइस भनिसक्यो छोरीले नखानेमा फ्याल्नु है भन्थ्यो सलाद जस्तो कुरा म त एकदम मनपर्छ नि त सबै सिधै साथीहरू यत्रो धेरै सबै खायो उबारेको भनेको यसको झोल थोरै हेलो ल साथीहरू सुरुदेखि अन्तिमसम्म हेरिदिनु भयो भनेर आशा गर्दै अनि अहिले मेरो यो डिनर हो अनि सबैजना नयाँ जुर्नेहरूले लाइक सब्सक्राइब सेयर गरेर जुर्नु होला भिडियोमा कमेन्ट छोडिदिनु तपाईहरुको कमेन्ट हेरेर म पनि फलो ब्याक गर्नेछु अनि त्यसो भन्दै यस्तै अर्को भ्लगमा भेट्ने बाचा गर्दै अहिलेको लागि गुड नाइट टेक केयर एभ्रीवान बाइ बाइ